घटनाको पर्खाइमा थिए। तिनीहरूले एउटा पुरानो कथा सुनेका थिए कि परमेश्वरले उनीहरूको निम्ति एउटा नयाँ राजा पठाउनु हुनेछ, एउटा यस्तो राजा जसले सबको रक्षा गर्नेछ र तिनीहरूलाई आफ्नो शान्ति र छुटकारा दिनेछ। अनि एक दिन परमेश्वरले गाब्रिएल स्वर्गदूतलाई गालिलको नासरत नाउँको सहरमा पठाउनु भयो। तिनी एउटी केटी कन्या कहाँ गए जसको नाम मरियम थियो। स्वर्गदूत तिनीबाट बिदा भए। मगनी दाउदका घरानाको योसेफ भन्ने एकजना मानिस भएको थियो। तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी योसेफले थाहा भए। तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए तब सपनामा परमप्रभुका दूत देखा परे। किनभने तिनको गर्भमा जो हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ र तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँ आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन् र एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग। र परमप्रभुका दूतले उनलाई भने बमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। ती दिनमा मरियम आतुरीसँग पहाडतर्फ यहुदियाको एउटा गाउँमा गए र जकरियाको घरमा बसेर एलिसिबालाई अभिवादन गरे। जब एलिसिबाले मरियमको अभिवादन दिए तब तिनको गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन्। भयो र मेरा प्रभुज्ञामा म कहाँ आएँ। तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मुक्तिदातामा रमाइलो गर्दछ। तिनको सारा साम्राज्य जनगणलाई लिनु भन्ने हुकुम जारी गरे। सबैजना नाउँ दर्ता गराउन आफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेम भन्ने दाउदको सहरमा गए, जो कि धेरै नै टाढा थियो। नाउँ दर्ता गराउन तिनले आफूसँग आफ्नी पत्नी मरियमलाई पनि साथमा लिएर गए, जो गर्भवती थिइन्। अनि तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो, त्यसैले उनीहरू बास खोज्दै हिँडे। त्यसै गरी उनीहरू एउटा अर्को घरमा पुग्छन्। हेर्नुहोस्, हामी धेरै टाढाबाट आएको र हामीहरू थाकिसकेको छौँ। हामीलाई एक दिनको बास दिनुहोस् न। मेरो घरपरिवारले अटाउने मात्रै बास छ, हजुर अन्त्य गर्न सक्नुहुन्छ। बिन्ती छ हजुर, मेरी श्रीमती गर्भवती छिन् र उनको बालक जन्माउने समय आइसकेको छ। हाम्रो निम्ति बास मिलाइदिनुहोस् न। घरमा चाहिँ मेरो परिवार अटाउने मात्रै ठाउँ छ, त्यहाँ कोट छ, त्यहाँ बस्न सक्नुहुन्छ। हुन्छ, हामीलाई ती भए पनि पुग्छ। जानु म तिमीलाई देखाइदिन्छु।
परिसकेको हुनाले योसेफ र मरियम त्यही गोठमा बस्न बाध्य भए अनि त्यही गोठमा येशूको जन्म भयो र मरियमले उहाँलाई लुगाले बेरेर दूधमा राखिन्। हेरोद राजाको समयमा यहुदियाको बेथलेहममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरुशलेममा आइपुगे। महाराजाको जय होस्। यहुदीहरूका राजा भई जन्मिएका हुनुहुन्छ, किनभने हामीले र उहाँलाई दण्डवत गर्न आएका छौँ। जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए र तिनीसँग सारा यरुशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे र ख्रिस्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गरे। हामीले तारा पूर्वमा देखेका जाऊ र ठिकसँग त्यस बालकको खोजी गर र तिमीलाई भेटाएपछि मलाई खबर गर। म पनि तिमीलाई दण्डवत गर्नेछु। तारै केही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगानको रखवाली गर्थे। प्रभुका एकजना स्वर्गदूत तिनीहरूमा देखा परे। नडराऊ, किनभने म तिमीलाई बडो आनन्दको सुसमाचार सुनाउने छु जो सबै मानिसहरूका निम्ति हुनेछ। दाउदको सहरमा आज तिमीहरूका निम्ति एकजना मुक्तिदाता जन्मिनु भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह यो हुनेछ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेर दुधमा सुतिरहेको भेटाउनेछौ। आओ हामी बेथलेहमसम्म जाउँ र त्यहाँ घटेका यो घटना र प्रभुले हामीलाई बताउनु भएको कुराहरू गएर हेरौँ। तब गोठालाहरू येशूको खोजी गर्दै त्यस ठाउँसम्म आइपुगे जहाँ येशूको जन्म भएको थियो। गोठालाहरूले मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ सुतिरहेका भेटाए। जब तिनीहरूले यो देखे तब त्यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको र थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गरे। त्यसै गरी ज्योतिषीहरू पनि तारालाई पछ्याउँदै त्यस ठाउँसम्म आइपुगे जहाँ बालकको जन्म भएको थियो। अनि भित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे। तब तिनीहरू आनन्दित भएर रमाइलो घुट्टो परेर उहाँलाई दण्डवत गरे अनि उहाँलाई सुन, सुगन्धित धूप र मुर्रका भेटी चढाए।